माफियाको साथ तोलिने आइरन लेडी बालेन क्याबिनेटकी बेस्ट पर्फर्मर प्रतिभा रावलको तहल्का। नेपालको प्रशासनिक इतिहासमा दुईवटा मन्त्रालय यस्ता थिए जसको नाम सुन्ने बित्तिकै आम नागरिकको आङ सिरिङ्ग हुन्थ्यो। पहिलो भूमि व्यवस्था र सहकारी मन्त्रालय, जहाँ वर्षौंदेखि बिचौलिया भूमाफिया र दलालहरूको रजघज चल्थ्यो। मालपोत र नापी भनेपछि सर्वसाधारण लुटिने र रुने अखडा बनेका थिए। दोस्रो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, जहाँ कर्मचारीको सरुवा बढुवामा ब्रह्मलुट हुन्थ्यो। सोर्स फोर्स र ट्रेड युनियनको दादागिरी चल्थ्यो। तर गएको चैत 13 गते दुई मालदार र सेटिङ चल्ने मन्त्रालयहरूलाई गाभेर एउटै बनाइयो र त्यसको साँचो सुम्पियो एकजना साहसी महिलाको हातमा। ती हुन् प्रतिभा रावल। पत्रकारिताको पृष्ठभूमिबाट राजनीतिमा होमिएकी यी नरम र हँसिली अनुहार भएकी मन्त्रीले जब एक्सन लिन थालिन् तब सिंहदरबारका ठूला ठूला माफिया र बिचौलियाहरूको जग हल्लियो। आज बालेन शाहको क्याबिनेटमा 100 दिनको कार्य सम्पादन हेर्दा प्रतिभा रावल प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्री परिषदकै सबैभन्दा सफल र बेस्ट पर्फर्मर मन्त्री साबित भएकी छन्।